साथी हो अब अपरेट गर्ने बेला भएको अन्त अपरेट गर्दाखेरि चाहिँ पहिला चाहिँ यसरी खोल्ने काम हुँदैछ यो टारले चाहिँ बाहिर निकाल्ने काम हुँदैछ थाम्बुङमै हुन्छ यो कामहरू चाहिँ तपाईहरुले कन्ट्याक्ट नम्बरहरू चाहियो भने चाहिँ हामी कमेन्टमा दिइहाल्छौँ या त इनबक्समै दिइहाल्छौँ भन्नुहोस् एसिस्टेन्ट पनि हुन्छ होम सर्भिस पनि छ घरमै आएर हुनुहुन्छ त्यो टार चाहिँ किन मुनि लगाएको भन्दाखेरि बाइचान्स जब लडिहाल्यो भने चाहिँ सेफ्टीको लागि त्यहाँनिर अड्किन्छ नि त च्यासिस त्यहाँ बस्यो भने डेन्जर हुँदैन त्यसले गर्दाखेरि चाहिँ सुधार्नु पर्छ यो हब्रिज चाहिँ तपाईँको महिना अब गरम महिना लाग्यो त्यसले गर्दाखेरि चाहिँ अब महिनामा गर्नुपर्छ नभए चाहिँ अब जाडो महिनामा चाहिँ हामी 3 महिनासम्म चाहिँ चलाउँछ गरम महिनामा चाहिँ 1 महिना मात्रै हो त्यसलाई ब्रेक गर्यो निकाल्ने काम हुँदैछ लामो बाटो कुद्ने गाडी हो मजाले टाइट कुद्नुपर्छ नि त त्यसले गर्दाखेरि अब पाउनु पुरा साह्रो पर्छ अब मान्छेले चाहिँ भन्छ नि यो बिग्रेर बनाएको भन्छ तर होइन यसको टाइम हुन्छ क्या टाइममा सर्भिसिङ गर्नु चाहिँ एकदम आवश्यक छ यसलाई टाइममा चाहिँ यसको ब्यारिङहरू जाने सम्भावना हुन्छ त्यसले गर्दा टाइममा यो चाहिँ ब्रेक प्याड हो त्यस्तो भएछ ब्रेक प्याड चल्नु चाहिँ चल्छ लोकल कुद्ने चाहिँ यो ब्रेक प्याड चल्छ तर हामी त लामो बाटो कुद्छ त्यसले गर्दा त्यो चाहिँ फेर्नु पनि जरुरी छ यो अलिक सकिएको रहेछ उताभन्दा दाहिनेपट्टि चाहिँ अलिक थियो यता त ठिकै होला ब्यारिङ गएको छ जुन चाहिँ गएको छ पनि अब ब्यारिङ पाइन्छ कि पाइँदैन उतापट्टि चाहिँ मेरो ब्यारिङ गएको रहेछ ठुलो ब्यारिङ आवाज चाहिँ हल्का थियो अस्ति नै गर्नुपर्ने टाइम पाएन अन्त आज चाहिँ हजम नगर्ने कुरा हुँदै पनि आज गर्दाखेरि चाहिँ यसरी खोलाइ हुँदैछ है साथीभाइहरू यसलाई चाहिँ भन्छ साथीभाइ ब्रेक प्याड अब जान्नेलाई त केही छैन नजान्नेलाई चाहिँ अब प्रब्लम हुन्छ नि अगाडि यसरी यो दुईवटा हुन्छ यो चाहिँ यसलाई चाहिँ डिस्कलाई यसरी चेप्ने काम गर्छ पिस्टनले यहाँबाट ठेल्छ अनि त्यस यस्तो भएछ टाइम बेसी भयो होइन यस्तो 1 महिनामै गर्नुपर्ने झन् फेब्रुअरी मार्च एप्रिल निकै भयो नि 3 महिना भइसक्यो यसै यसलाई चाहिँ भन्छ पुलर होइन पुलर रेन्ज हो यो ठुलो चाहिँ साथीले घुमाउँदै गरेको चाहिँ कति 32 नम्बर है कि कति नम्बर 32 भन्दाखेरि नि हुँदैन 41 42 नम्बर हुन्छ म त याद छैन 41 42 नम्बर अब छिनोले प्राइस छिनोले खोलेर छिनोले चाहिँ नखोलेकै राम्रो हुन्छ छिनोले खोल्यो भने चाहिँ सबै चेकमा बिगार्ने काम गर्छ कति जग्गा चाहिँ याद गरेन भने छिनोले ठोकिदिन्छ यो पुलरले यसले खोल्यो भने चाहिँ नि तपाईँको प्रब्लम हुँदैन अब चेक लक निकाल्ने काम हुँदैछ भन्ने चाहिँ वास्तवमा गाडीमा चाहिँ केही हुँदैन यो थाम्ने चाहिँ यति सानो सानो कुराहरूले चाहिँ यही हो चेक लक ग्रिज यसरी अब टाइम भयो नि त कालो कालो भयो यसरी बेरिङ भन्छ यो बेरिङ सानो बेरिङ यो जुर्का देखेको हुन्छ बेरिङ बुक हुन्छ यस्तो भयो बेरिङले पनि डाँडा काटी त्यति गएको छैन होला यो हेरौँ अब धोइसकेपछि कोही बेला सुक्खाले गर्दा पनि आमा अलकत्र जस्तो भएछ नि कति भयो त यसलाई भन्छ चिलिम मान्छेले भन्छ नि चिलिम भयो भन्छ तर होइन स्प्रिङ्कल रड चिलिम नेपालीमा चाहिँ चिलिम यो कमिलाले के छ टोक्छ मलाई ग्रिज पक्रेर राख्ने बोल्छु वेलसिल भन्छ यसलाई ग्रिज चाहिँ लिक हुनु दिँदैन यसले बाहिर निस्किनु दिँदैन यो चाहिँ ठुलो ब्यारिङ होस् साथीभाइ हो जनावर दुईवटा बेरिङ लाग्छ दुईवटा बेरिङ ठुलो र सानो लाग्छ यो हाम्रो BS3 गाडी हो अहिले BS6 तिर चाहिँ कस्तो छ सिङ्गल बेरिङ हो सायद सिङ्गल बेरिङमा चाहिँ युज एन्ड थ्रो हुन्छ तिनीहरू चाहिँ त्यो गएको टाइम हुन्छ यसलाई भन्छ डिक्स हेर्नुहोस् है 6 महिना भएको छैन डिक्स चाहिँ यो दुईपट्टिबाट ब्रेक प्याडले चाहिँ पक्रिने काम गर्छ यो अगाडि राखेर चाहिँ यसरी राखेर चाहिँ यसले चाहिँ यसरी बसेको हुन्छ यसरी पक्रिने काम गर्छ फेरि लाइलिङको चाहिँ अर्कै सिस्टम हुन्छ यस्तो उठ्ने काम गर्छ लाइलिङ चाहिँ यसले चाहिँ यस्तो पक्रिने काम गर्छ साथीभाइ हो चाहिँ यो बाटो चाहिँ भयो तपाईँहरू जोरथाङबाट आउँदाखेरि डाइरी गोलाइदेखि यता आउँदाखेरि चाहिँ यहाँनिर हो साथीभाइ चाहिँ सोमबारेबाट आउँदा एमएसपट्टि यहाँनिर घर पनि रेडी हुँदैछ तर लाग्छ अब भन्ने काम हुँदैछ बिस्तारै
बेरिङ धुने काम हुँदैछ साथीभाइ। बेरिङ चाहिँ यसरी धुनु पर्दाखेरि डिजेलले पानीले होइन नि धुनुपर्ने, फेरि पानीले धुनुहुन्छ डिजेलले धुनुपर्छ। पुस्ता पनि हुन्छ तर पुस्ता चाहिँ भित्र कति जग्गाको निस्किँदैन। यसरी धुयो भने चाहिँ तपाईँको डिजेलहरूले धुयो भने चाहिँ एकदम भित्रसम्म यसरी त्यहाँदेखि थाङ्नाले पुस्नुपर्छ। अनि गाडीलाई चाहिँ सबै कुराको एउटा आवश्यक पर्छ क्या, पानी हावा सबै, रबर प्लास्टिक फलाम सबै कुराको। बत्ती चार्ज पनि चाहियो, ब्याट्री पनि चाहियो। कभरेज गर्ने काम हुँदैछ यहाँ चाहिँ हामीले महिनावारी गर्नुपर्छ। बिग्रिँदा मात्र गर्ने होइन, उनीहरू बाटोमा अब पर्छ नि त साथीभाइ। यो बिरेनको गाडी चाहिँ कति बिग्रिँदो रहेछ नभन्नुहोस्, बिग्रेको छैन होला। टाइममा चाहिँ गर्ने कामहरू चाहिँ हामीले गरेको साथीभाइ हो। उनीहरू पनि साथी काम गर्ने, म चाहिँ भिडियो बनाउने, यस्तो छ पारा। सधैँ म पनि सघाउँदै थिएँ, आज अलिक अल्छी लागेर नि। बेरिङ चाहिँ यस्तरी दागी भएछ होइन साथीभाइ हो। यस्तो भएछ बाटोमा ओभरपर्छ आवाज गर्दै थियो। यो मेरै कारणले हो सब कुछ, किनभने मैले 1 महिनामै गर्नुपर्ने चाहिँ 2-3 महिना राखिदिँदा चाहिँ यस्तो भएको हो। दाग देख्नु होला, दाग यस्तो भयो भने गुरुरु आवाज आउने काम गर्छ। त्यहाँदेखि यो फुट्यो भने चाहिँ बाटैमा बस्छ गाडी चाहिँ। यो चाहिँ मेरो अल्छीको कारणले गर्दा यस्तो भयो। अब पैसा पनि दाम पनि बढ्यो साथी। अन्त यस्तो पनि चाहियो नि त, यसरी ढिलो गरेपछि यस्तै हुन्छ साथीभाइ। अस्ति गरेको यस्तो नहुने होइन, टाइममा गरेको अलिक 400-500 रुपियाँ किन लाग्यो। 400-500मा त 2 चक्का हब्रिजै हुन्थ्यो, के गर्नु सक्छ। ग्रिजको पनि दाम बढेको छ हो, ओइलसिलको पनि दाम बढेको छ, बेरिङको पनि दाम बढेको छ। गाह्रो छ ड्राइभर लाइफहरू, साह्रो छ है साथीभाइ। मान्छेले भन्छ नि होइन, गाडी त ड्राइभर त पैसा त कति हो कति भन्छ, र बेथामा हामीलाई त्यति नै छ नि। त्यसलाई के भन्छ, चेकनट लक भन्छ। यसलाई चाहिँ चेकनटको लक हो। यसले चाहिँ त्यो चेकनटलाई हल्लिनु दिँदैन, लक हुन्छ। त्यहाँदेखि चाहिँ यति नै हुन्छ है, चक्काहरू लक गर्ने चाहिँ केही हुँदैन साथीभाइ। हेर्नुहोस् यो पछाडिको यसले लक गर्छ। यो बेरिङ भयो, यो दुइटा त बेरिङ ठुलो सानो होइन। अब यो चेकनट हो, अब यसलाई चाहिँ यसले लक गरेर राख्ने काम गर्छ। अन्त यो त मुख्य वासर भइहाल्यो। अगाडिको भित्रको उ चाहिँ पछाडि मात्रै रहेछ। सानो बेरिङ यसरी बस्छ, त्यहाँदेखि मक्की वासर बस्छ, फेरि यो बस्छ, त्यहाँदेखि यो बस्छ, त्यो बस्छ। त्यहाँदेखि यसले यसरी लक गर्छ। साथीभाइ ड्राइभरको जिन्दगी हेर्नुहोस् त, यत्तिकै भरमा छ है, ठुलो कुरामा छैन। यति एउटा यताबाट एउटा लक, यताबाट एउटा लाग्छ होइन। घमन्ड चाहिँ नगर्दा पनि हुन्छ है साथीभाइ, केही छैन है। त्यो फिलिली केही नसोची गाडी कुदाउनेहरूले चाहिँ अलिक सोच्नै पर्छ है साथीभाइ। अब यो चाहिँ हब दिने काम हुँदैछ। यहाँ त्यो पुरानो ब्रिज चाहिँ अब निकाल्नु पऱ्यो नि त। यसरी थाङ्नाले चाहिँ तपाईँको कपाले चाहिँ यसरी दल्दै पुस्दै होइन निकाल्ने कामहरू गर्नुपर्ने हुन्छ। यहाँभित्र पनि त्यो बेरिङको कोन हुन्छ, ऊ त्यो देख्नै सेतो देख्दै गर्नुभएको चाहिँ यो चाहिँ कोन हो। यसको पनि ठुलो भूमिका हुन्छ। यो हल्यो भने पनि गाडीहरू बब्लिङ गर्ने आवाज गर्ने हुन्छ है साथीभाइ। यतापट्टि पनि हुन्छ कोन, ठुलो सानो बेरिङ दुइटैको हुन्छ साथीभाइ। हाम्रो बेरिङको कोन निकाल्ने काम चाहिँ यसरी हुँदैछ। ठोकेर निस्कि पनि सक्यो। यो चाहिँ बेरिङ यसरी बस्छ, यहाँ राखेर बेरिङ चाहिँ यसरी बस्छ, यसरी बस्छ। आजकल चाहिँ म पनि अलिक अल्छी भएको छु नि त। सधैँ चाहिँ अब साथीहरूलाई सघाउँथेँ, कति दुःख गर्नु जस्तो लाग्छ बेला बेला चाहिँ। अन्त केही नगरी यसो अब रमितहरूले काम मात्रै गर्छ। आज चाहिँ भिडियो बनाएको नि अब कोही खेर सबैजनाले त जानेको हुँदैन। अन्त यसो बाटोमा बसिगयो भने यो काम होइन, यसो भिडियो हेरेर गर्नु पनि सकिन्छ भनेर चाहिँ बनाएको साथीभाइ हो। पहिला चाहिँ सबै यताउता गर्नु आफै गर्थेँ, अब अल्छी लाग्थ्यो। बुढो हुँदै गएछ भन्ने चाहिँ। अन्त यहाँ हेर्नुहोस् है साथीभाइ, यो चाहिँ हामीले 60देखि 100 रुपियाँमा किन्नु पर्ने हुन्छ। यो चाहिँ घरमा युज गरेर फ्याँकेको सायद च्यादरहरू होइन, केकेहरू हो। यो खालको कपडाले चाहिँ मजाले अब ब्रिजहरू पार्ने काम गर्छ। अन्त हामीले बेकारमा फ्याँक्नु भन्दा चाहिँ सिरकको खोलहरू भयो, बेड कभरहरू भयो, चाहिँ हामीले चाहिँ बाहिरबाट यस्तो थोत्रे पनि किनेर ल्याउनुपर्ने हुन्छ। यसोमा हामीले दाम तिर्नुपर्ने हुन्छ। यो चाहिँ फेरि हामीले युज गर्छौँ। यो चाहिँ नयाँ बेरिङ हो साथीभाइ हो, टेक्सपिन कम्पनी। टेक्सपिनको चाहिँ राम्रो छ क्या। म चाहिँ प्रायः मैले टेक्सपिनकै युज गर्छु बेरिङ चाहिँ। माथि
यो चाहिँ पुरानो कोन हो नि त, त्यसले चाहिँ त्यसको सहायताले चाहिँ त्यो नयाँलाई चाहिँ भित्र लगाउने काम हुँदैछ यो चाहिँ। अब चाहिँ साथी यो ग्रिज बेयरिङमा लाउने काम चाहिँ यसरी हुन्छ। यसरी तरिका यता पछाडिबाट लगाएर चाहिँ अगाडिबाट निकाल्नु पर्यो। त्यसो गर्दाखेरि चाहिँ भित्र बेरिङभित्रको चेपमा बसेको मैला पनि सबै मैला निकाल्छ। पुरानो पनि सबै निस्किन्छ। म चाहिँ फेरि ग्रिज चाहिँ यही मात्रै युज गर्छु साथीभाइ। तपाईँहरूले चाहिँ कुन युज गर्छ? म चाहिँ पेन्सिलको APLR युज गर्छु। अब यो हपमा पनि ग्रिज लाउने काम यसरी हुँदैछ धमाधुम। अब त्यसमा त्यो बेयरिङ ग्रिजसरीको बेयरिङ बस्छ। यसको माथि चाहिँ ओल्सिल लाग्छ। यसको माथि ओल्सिल लाग्छ। यो पार्टलाई चाहिँ अप भन्छ, यो भित्रलाई चाहिँ यसलाई चाहिँ देख्छ। फेरि यो एकै ठाउँ जोडिएर जस्तै देख्छ देख्नुहोस्। यहाँनिर यो नोट लागेको छ नि, यो खोलेर चाहिँ खुस्किहाल्छ फेरि। यो चाहिँ ओल्सिल लाउने काम भयो। यो बाहिर देखेको यो तेलको देखेको चाहिँ यसरी पस्यो भने चाहिँ थाङ्ना लगाउनुहोस्। सट्टै पस्यो, यसको लागि चाहिँ अब थाङ्ना लगाउने कार्यक्रम हुन्छ। किनभने यहाँबाट लिक हुन्छ क्या फेरि यसरी सट्टै पस्दा यो थाङ्ना चाहिँ यसरी बेर्नुपर्छ। किनभने अब यो हपको यो चाहिँ ठुलो हुँदै गयो नि त, ओल्सिलहरू बस्ने यत्रो अब पुरानो हुँदै गएपछि यो चाहिँ ठुलो हुँदै गयो, खियो केही भयो। अन्त त्यही भएर चाहिँ ल साथीहरू ओल्सिल लागिसकेर अब हपलाई चाहिँ लगाउने काम भयो भने चाहिँ यसरी राइपल ब्रिज फेरि यहाँनिर हाल्नुपर्ने हुन्छ। हपभित्र ब्रिजको चाहिँ यसरी बेर्ने। अझ यसमा सकेट पनि हुन्छ, त्यो सकेट चाहिँ छैन यसमा हो। यसो सकेट थिएन छैन, दुइटामै छैन सकेट। पछाडि मात्रै छ यसो। पछाडि चाहिँ छ। त्यो सकेट चाहिँ किन हुन्छ भन्दाखेरि चाहिँ सकेट चाहिँ किन निकाल्छ भन्दाखेरि चाहिँ अगर बेरिङ पहिलातिर खाएको थियो भने चाहिँ सकेट निकालेर राखिदिएको हुन्छ काम चलाउको लागि। तर त्यो लगाइसकेपछि चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अब त्यो बिर्सिन्छ क्या, बिर्सेर त्यतिखेर चाहिँ हराएर जान्छ। यसको टाइट गर्ने काम हुँदैछ यहाँ चाहिँ। यसको टाइट फेरि साह्रो बेसी गरेर पनि जाम हुन्छ। त्यसले गर्दा ठिक्क कतिको राख्नुपर्ने यसो अन्दाज गरेर चाहिँ गर्नुपर्ने हुन्छ। लक हुने काम हुँदैछ। यस्तै हुँदैछ। फुल टेकमा लुट्छ। लक गर्ने काम हुँदैछ। यति लक गरिसकेपछि यो लगाइसकेपछि चाहिँ समाप्त। यो चाहिँ यहाँ लास्टमा यति भइसकेपछि सक्यो। अब चाहिँ साथी यो लास्ट इन्डिङमा पुग्यो। अब चाहिँ यो ब्रेक प्याड नयाँ नै लाउने काम हुँदैछ। अब यो लगाएपछि चाहिँ आजको यो ब्रिजको काम ब्रेक प्याड चेन्ज गर्ने काम चाहिँ इन्डिङ भएको साथी हो। लु है साथीहरू, अब चाहिँ आजको चाहिँ सक्यो यो मेरो सानो ब्रिजको चाहिँ तपाईँहरूलाई यसो देखाइराखेको। ल अहिलेलाई चाहिँ अब बाई। यहाँ सोमबारे सराउन्डिङ एरिया यहाँ दरमदिन क्षेत्रतिर चाहिँ यसो बाटोतिर गाडीहरू प्रब्लम भइहाल्यो भने चाहिँ म यहाँ तपाईँहरूलाई नम्बर छोड्छु। तपाईँहरूले कल गर्दा हुन्छ। हाम्रो भास्कर भाइले चाहिँ तपाईँलाई बाटोमा आएर पनि सर्भिस चाहिँ दिनुहुन्छ है। त्यति भन्दै आजको मेरो यो भिडियोलाई यहीँनिर राख्छु।